हेलो सबैजनालाई नमस्कार छ। आज चाहिँ म मेरो साथीले काठमाडौँबाट पठाइदिएको कोसेली खोल्दैछु। सङ्क्रान्तिको 15 पुसको न्यु इयरको भाग मेरो साथी प्लस मेरो नन्द पनि हो है। उहाँले चाहिँ मलाई यति धेरै यत्रो पोकामा पठाइदिनु भएको छ। हेर्नुहोस् है त, म के पठाउनु भएको छ म खोलेर देखाउँछु है त। मेरो साथी गीता श्रेष्ठ अनि ज्वाइँ गगन थापा गगन कार्की गगन कार्की उहाँले चाहिँ पठाइदिनु भएको। कस्तो देखेछु म, उहाँले पठाइदिनु भएको। हेर्नुहोस् है त यहाँनिर अर्को पनि झोला छ। यो चाहिँ साग रहेछ गाइजहरू। यो चाहिँ साग होइन, साग चाहिँ यहाँ पुरिन लगाइसकेको छ। अस्ति प्याक गरेको यो रायोको साग हो है। यो चाहिँ अस्ति प्याक गरेको हो। 3 मुठा रहेछ। अस्ति प्याक गरेको बल्ल आज आइपुगेको। गाडी जाम भएर बाटोमा बल्ल आज आइपुगेको। यो अब यो छ होइन। हेर्नुहोस् है त, आमा यत्रो छ, यत्रो कसैले पठाउँछ। कसैको साथी हुनु त यस्तो साथी हुनु रे के। हेर्नुहोस् है के पठाउनु भएको छ। यहाँ स्पेसल चाहिँ सिन्धुली रामेछापको जुनार छ भनेको थियो, त्यो नै हो गाइजहरू। हेर्नुहोस् त, यो चाहिँ सिन्धुली रामेछापको यति धेरै छ। सिन्धुली रामेछापको सुन्तला। यो चाहिँ सिन्धुली रामेछापको सुन्तला हो। पातै पात छ, राम्रैसँग आइपुगेको छ। थ्याङ्क यू सो मच गीता। उसको नाम पनि गीता हो, एउटा चाहिँ कुरिन लागेछ। यो चाहिँ रामेछापको सुन्तला है त। अनि यो छ जुनार, यति छ जुनार। यो चाहिँ सिन्धुली रामेछापको हाम्रो मामा भान्जा हुनुहुन्छ नि, टिकटक भाइरल मामा भान्जाले रामेछापदेखि सिन्धुलीदेखि ल्याएर ल्याउनुहुन्छ नि, उहाँदेखि पसलमा उहाँहरूकोबाट लिनुभएको। यो चाहिँ हेर्नु यहाँ पातै छ, पाँचै भाँचै छ अरे के। यो चाहिँ सिन्धुलीको जुनार है त साथी। यो सिन्धुलीको जुनार हो। हेर्नुहोस् त जुनार यत्रो छ जुनार। यो चाहिँ सिन्धुलीको जुनार। अनि अहिले यसलाई म खनाउँछु। यो चाहिँ थ्याङ्क यू गीता, यति धेरै लगाएर सिन्धुलीको जुनार यो चाहिँ। अनि त्यसपछि अर्को गुल्टो अर्को के छ म हेर्छु। अनि त्यसपछि यहाँ अर्को रहेछ, काटेर पठाइदिए रहेछ फर्सी। यो नि सिन्धुलीको रामेछापको फर्सी होला है। फर्सी वाउ, मेरो एकदम फेभरेट हो नि यो फर्सी त। तर मैले थोरै पठाउ भनेको थिएँ, सिङ्गै नै हालिदिनु भएछ। ल धन्यवाद फर्सी पनि। त्यसपछि अर्को यहाँ के छ है त, गाँठो चाहिँ धेरै ठुलो। यो गाँठो पार्न सजिलो, फुकाउनलाई गाह्रो। अनि त्यसपछि यति धेरै पक्नु है, म देखाउँछु। यति धेरै सामान छ यो चाहिँ तरुल गाई चाहिँ। यो तरुल है। यो माया सङ्क्रान्ति आउन लाग्यो अनि मैले पठाउनु पर्ने नन्दलाई, तर नन्दले नै मलाई पठाउनु भएको छ होइन। यो चाहिँ तरुल। अनि त्यसपछि यो पनि तरुल हो। यो चाहिँ रातो खाली भन्दै थियो नि, यो चाहिँ रातो खाली तरुल। यो पनि तरुल दुईटा। गाइजहरू हेर्नुहोस् त, काठमाडौँ नबसे पनि काठमाडौँबाट खान पाइएको छ। यो बेथुको साग, यो बेथुको साग। अनि त्यसपछि ल यहाँ आँखा नलागोस् भनेर होला, सामान पठाउँदा आँखा लाग्छ नि त, त्यही भएर होला होइन।
खुर्सानी हेर्नुहोस् त, खुर्सानी पनि छ। त्यसपछि अर्को यहाँ चाहिँ अब यो के भनौँ भने यो साथीहरू तरुल के अरे पिँडालु सरखण्डा काटाङकुटुङ छ। यो पिँडालु सकरखण्डा के भन्छ, सुठिनो नि भन्छ। अर्को चाहिँ सानो पिँडालु, यो पनि उसिनेरै खाने हो गाइस। यो पनि खाने चाहिँ कहिले हो, उसिनेर चाहिँ खाने हो। अब यहाँनिर पठाएको छिन् मुला, सिमी, लोकल सिमी, अनि गाजर। उहाँहरूको चाहिँ सब्जी मान्डु छ के पेप्सी कोलामा, सनराइज ब्याङ्ककोबाट अलिकति भित्रपट्टि, पेप्सी कोलाको सनराइज ब्याङ्कबाट अलिकति भित्रपट्टि उहाँहरूको सब्जी मान्डु तरकारी पसल छ। एकदम फेमस तरकारी पसल हो होइन उहाँहरूको। त्यही भएर पनि मलाई उहाँले सबै कुरा मिलाएर पठाइदिनु भएको। हेर्नुहोस् त, सबै कुरा छ, यो पनि छ। अनि अर्को कुरा गाइस, सबैभन्दा फेभरेट अनि बेस्ट चिज चाहिँ मेरो, म देखाउँछु भन्दै। अब म त चितवनको पऱ्यो हेर्नु, चितवनको त पऱ्यो। चितवन त अब अहिले थाहा नै होला होइन, चितवन कुन लेभलमा छ भन्ने कुरा त होइन। चितवन जस्तो ठाउँमा यो गाइस, यो हजुरहरूले नि भन्नुहोस् यो के हो, चिन्नुहोस् अनि भन्नुहोस् है। यो चाहिँ यसलाई भन्छ सिमाल तरुल। यो चाहिँ काठमाडौँबाट मलाई एकदमै मनपर्छ भनेर मेरो गगन कार्की ज्वाइँले खोजी मलाई नेपालगञ्ज पठाइदिनु भएको छ। धेरै धेरै धन्यवाद ज्वाइँ, तपाईँलाई यति धेरै माया गर्नुभएकोमा थोरै होइन, फेरि यति धेरै पठाइदिनु भएको छ कि उहाँले स्पेसली मेरै लागि भनेर खोजेर। काठमाडौँमा त कसैले खाँदैन नि त, अब हामी त चितउने हो, चितवनेलाई त मनपर्छ। हेर्नुहोस् त, सिमल तरुल, यति धेरै सिमल तरुल पठाइदिनु भएको छ हाम्रो गगन ज्वाइँले। अनि मेरो बहिनी, नन्द, साथी, बेस्ट फ्रेन्ड सबै भने पनि मेरो एउटा मात्रै छिन्, उहाँ भनेको गीता श्रेष्ठ कार्की, दुईजना हुनुहुन्छ। ल अब चाहिँ मैले यो सबै मिलाउँछु। अनि कसैलाई जुनार चाहिएको छ सम्पर्क गर्नुहोला मलाई भन्दै अब म यो भिडियोलाई चाहिँ यहीँ नै बन्द गर्न चाहन्छु होला। यो चाहिँ मेरो सानो टिकटक भिडियो है त गाइज। यो चाहिँ मेरो साथी, स्पेसली मेरो साथीलाई नै धन्यवाद। यति ठाउँमा भने मतलब अब नेपालगञ्ज हो नि त, अब नेपालगञ्जमा भनेको जस्तो फलफुलहरू पाउनु त पाउँछ, तर यस्तो भनेको त कहाँ पाउँछ र होइन। यो भनेको पाहाड, सिन्धुली, रामेछापमा फलेको होइन, यस्तो राम्रो मिठो छ। मैले पनि सिन्धुलीको उताको सुन्तला काँचोमा चाहिँ खान्छु होइन, नत्र यस्तो पाकेको बेला चाहिँ खाएको छैन। यस्तो राम्रो छ हेर्नु न। थ्याङ्क यू। अब यो अलिअलि राख्नु पर्यो। कोही त यो आज 3 दिन भयो नि त प्याक भएको, त्यही भएर यसलाई अलिअलि यस्तो भएछ। ल है त गाइजहरू, जुनारवाली म भएँ, जुनारवाली भएँ। अब यस्तो छ, यसलाई जुस बनाएर खाँदा नि हुन्छ, यो बनाएर खाँदा नि हुन्छ है। ल अब सङ्क्रान्ति राम्रोसँग मनाइन्छ। मेरो चाहिँ सङ्क्रान्तिको सुरुवात भयो आज पुस 15 गते। हिजै पुस 15मा खाऊ भनेर पठाएको थिएँ, तर हिजो आइपुगेन, आज बिहान आइपुग्यो। अलिअलि चाहिँ भएछ। ल हेर्नुहोस् त गाइज, जुनार, यो चाहिँ जुनार हो है गाइज, यो चाहिँ जुनार। अब सुन्तला गर्छु है त। सुन्तला चाहिँ म यसमा हाल्छु है। सुन्तला चाहिँ बाटीमा के गर्नु, यस्तै छ। हस् त गाइस, नमस्ते, थ्याङ्क यू सो मच गगन ज्वाइँ एन्ड गीता, थ्याङ्क यू।